सतगुरुदेव भगवान जी की जय। बंदी छोड़ पूर्ण परमात्मा रामपाल जी परमेश्वर जी की जय। सत्साई भाइ बहिनी आज दासीले बाइबलको एउटा कुरा हजुरहरूलाई थाहा दिन लागेको छु मालिकको दया कृपाले। बाइबलमा चाहिँ फरिस्ताद्वारा यस्तोको मासु खानु उस्तोको मासु खानु भनेर बाइबलमा लेखाइदिनु भएको छ। फरिस्ता भनेको हाम्रो बोलीचाली लोक भाषामा देवी देवता। जब हामी परमेश्वरको काम गर्छौं, पूज्य परम पिताजीको काम गर्छौं भने हामी सबभन्दा उच्च कोटिको शक्ति, उच्च कोटिको भगवानको हामी चेला बनिसकेका छौं भने हामीले साना तिना देवी देवताहरूको कुरा मान्नु, शैतान भूत प्रेतहरूको कुरा मान्नु वाहियात बकवास हुन्छ। त्यही भएर सृष्टि रचनामा जति पनि परमात्माजीले परमेश्वरजीले जति पनि लेखाइदिई बक्सिनु भयो कि फूल पत्ता साना साना जो बुट्यानहरू अनि फल लागे फलदार वृक्षको फल लाग्यो फलहरू खानु अनि आफूभन्दा साना साना जीव जन्तुहरूको अधिकारमा राख्नु अर्थात् स्याहार सुसार आफ्नो ठाउँमा त्यसरी राख्नु भन्ने जुन आदेश दिइबक्सिनु भएको छ त्यो मान्नुपर्छ। त्यही भएर भाइ बहिनीहरू बाइबलमा भएको अथेन्टिक कुराहरूको अनुसरण गर्नुहोस् र जो फरिस्ताहरूद्वारा देवी देवताहरूद्वारा भ्रमित गराएर आफ्नो भगवान परमपिताबाट दूरी गराउनको लागि जुन जुन नीति अपनाएका छन् बाइबलभित्र यो खानु त्यो खानु त्यो कुराहरूलाई अब त्याग्नुहोस्। दिन आइसकेको छ, मसीह धरतीमा प्रकट भई बक्सिनु भएको छ। यो बेला पापबाट जोगिनुहोस्। पापबाट जय। बन्दी छोर जी की।